सबैजनालाई नमस्कार। सबैभन्दा पहिला हजुरले यो भिडियो हेर्नुहोस् है त। म एउटा कुरा तपाईलाई बताउँछु, जनताको मुद्दा बोकेर हिँडेपछि कि सिंहदरबार गइन्छ कि नखु गइन्छ, के टेन्सन? रवि लामिछानेलाई हेर्नुभयो भिडियो, कस्तो लाग्यो? घन्टी बजाम जस्तो लाग्यो नि। हो, त्यसैले सबैजनाले साथ सपोर्ट दिनु होला रवि सरलाई, बालेन सरलाई। र यो चोटिको चुनावमा धेरैभन्दा धेरै मत लिएर घन्टीलाई नै जिताउनु पर्छ। भोलिको हाम्रो देश र हाम्रो भविष्य, हाम्रो छोराछोरीको भविष्य राम्रो होस् भन्नको लागि पुरानोलाई हामीहरूले पनि सपोर्ट दिएकै नै हो हैन, तर केही पनि हुन सकेन। र अहिले नि हामीहरूले सपोर्ट उहाँहरूलाई दिनपर्छ। सायद केही गर्नुहुन्छ उहाँहरूले भन्ने आशा छ। अब चाहिँ थोरै के आशा मनमा पलाएको छ, हाम्रो देश पनि बन्छ कि भनेर। सायद हजुरहरूको मनमा पनि पलाएको होला हैन, किनभनेपछि रवि सर, बालेन सर, कुलमान सरहरूको जोसहरू, जागरहरू देख्दाखेरि चाहिँ अब हाम्रो देश पनि केही हुन्छ कि बन्छ कि भन्ने जस्तो लागिरह होला हैन। मेरो मनमा पनि लागेको छ, आनन्द भएको छ। अब हाम्रो पनि देश बन्ने भयो भनेर धेरै खुसी लागेको छ।